हेलो गाइस, आज एउटा मिनी ब्लग हुने होला गाइस। मिनी ब्लग नहीं गाइस, आज मामा घरमा स्वस्थानी ब्लग बन्ने होला गाइस। हेर्नु गाइस यो पट चाहिँ भिडियोमा युट्युबमा जान्छ यो। त्यसपछि पार्वतीले श्री स्वस्थानी परमेश्वरीको प्रसाद 8 रोटी 8 अक्षता 8 बेलपुष्प 8 पान 8 गुड्का सुपारी सगुन समेत, हे स्वामी अब मेरो तपस्या पूर्ण भयो। बालकालदेखि हजुरलाई धाइरहेकी बल्ल इच्छा पूर्ण भयो भने महादेवका हातमा प्रसाद दिई साष्टाङ्ग प्रणाम रहे। आदि पुरुष श्री स्वस्थानी युट्युबमा जान्छ। मैले हजुर जस्ता स्वामी पाए, म अरू केही बिन्ती गर्दछु। यो संसारमा कोही दरिद्र छन्, कोही दुखी छन्, कोही पापी छन्, कसैका स्त्री छैनन्, कसैका पुरुष छैनन्। अत यो व्रत प्रकाश गरिदिए सबैको कल्याण हुनेछ। यति पार्वतीले भनेको सुनि महादेव आज्ञा गर्नुहुन्छ। हे प्रिय खटकिँदै धन्य रहेछौ, संसारका दुखी दरिद्रप्रति तिम्रो मनमा यस्तो दया रहेछ। अब यसको उपाय सुन। पहिले अस्वस्थामा ऋषिलाई डाक्न पठाई रसातल पातलमा पठाऊ, त्यहाँ उनले यो व्रत प्रकाश गरिदिनेछन्। यदि महादेवले आज्ञा गरिसकेपछि पार्वतीले अस्वस्थामा ऋषिलाई डाक्न पठाइन्। आएपछि पार्वतीलाई प्रणाम गरेर, हे भवानी शङ्कर, मलाई के कामले डाक्नु भयो भनी सोधे। अनि पार्वती आज्ञा गर्दछिन्, हे अस्वस्थामा तिमी रसातल पातलमा जाऊ र त्यहाँ दुखी छन्, जो दरिद्र छन्, जो पापी छन्, जसका स्त्री छैनन् र जसका सन्तान छैनन्, तिनलाई यस्तो विधिले व्रत गराऊ भनी आफूलाई विष्णुले उपदेश गरेदै सारा व्रत जाने विदा भइन्। पार्वतीको आज्ञा सुनि अस्वस्थामा ऋषिले शिव पार्वतीलाई प्रणाम गरी रसारत्न पातलमा गए। हे अगस्त मुनि, त्यसपछि एक दिन महादेवले यी पार्वती कत्तिकी बाटी छन् जाँच गर्नु पर्यो भनी आफू कसैले नदेख्ने स्थानमा लुक्न जानुभयो। महादेवलाई नदेखी पार्वती यताउति खोज्दै गइन्, तर कहीँ पाउन सकिनन्। अनि चित्त आकुल गरी कता जानुभए होला भन्दै अनेक स्थानमा खोज्दा लुकिरहेका महादेवलाई भेटाएर भनिन्, हे स्वामी, हजुर किन मलाई छली लुक्न जानुभयो? म राम्री भइन कि हजुरको मन परिन? कि मलाई किन छाडेर अन्त जानुभयो? पार्वतीले त्यसरी भनेको सुनि महादेव केही पनि नबोली मनले भन्न लाग्नुभयो, हे पार्वतीले मलाई यसै छाड्ने भइनन्। अब रूप फेरेर अर्कै रूप धारण गरी वन विहार गर्न जान्छु भन्ने निश्चय गरी अन्तर्ध्यान भएर श्लेषमान्तक वनमा किरातीको रूप धारण गरी शिकार खेल्दै हिँड्न लागे। पार्वतीले फेरि महादेवलाई देखिनन् र मनमा नै दुःख मानी यसरी महादेवले मलाई किन छल्नुभयो भन्ने शङ्का गरी ध्यान दृष्टिले विचार गर्दा महादेव किरातिनीको रूप धारण गरेर श्लेषमान्तक वनमा शिकार खेल्दै हिँडेको थाहा पाइन् र महादेवलाई झुक्काउनको लागि अत्यन्त राम्री किरातिनीको रूप धारण गरी अनेक हावभाव कटाक्षले युक्त भएर श्लेषमान्तक वनमा पुगी एउटा ठुलो वृक्षको छायामा बसिरहिन्। केही बेरपछि महादेव पनि हुल्दै त्यहीँ आउनुभयो र किरातिनी रूप पार्वतीलाई त्यहाँ बसिरहेकी देखेर तिनको रूपमा मोहित भई सोध्नुभयो, हे सुन्दरी, तिमी को हौ? देवकन्या हौ कि यक्षकन्या हौ? नागकन्या हौ कि स्वर्गकी अप्सरा हौ?
मैले देख्दा त तिमी जस्ती सुन्दरी यस संसारमा हुन दुर्लभ छ। एक्लै यस्तो वनमा आएर किन बसिरहेकी? तिमीलाई डर पनि लाग्दैन कि? यो भयङ्कर वनमा जङ्गली जन्तु बाघ हात्ती आदिको पनि कति भए नमानी निर्धक्कसित किन बसेकी छौ? यति किराँती रूप महादेवले आज्ञा भएको सुनि पार्वतीले महादेव यिनै हुन्